प्रेसिङ र काउन्टर प्रेसिङ सिमिलर सुनिन्छ तर हो एकदम बिल्कुलै फरक कुरा। द खेल स्टोरीज को ट्याक्टिकल सेसनको फर्स्ट भिडियोमा लेट्स अन्डरस्ट्यान्ड डिफरेन्स बिट्विन काउन्टर प्रेसिङ एन्ड प्रेसिङ। प्रेसिङ नर्मली एउटा टिमले अपोनेन्टसँग बल पोजिसन भएको बेला गर्छ। यो अर्गनाइज हुन्छ, एउटा सेटअपमा गरिन्छ र एउटा प्रेसिङ ट्रिगर्स अनुसार गर्ने गरिन्छ। प्रेसिङको मेन अब्जेक्टिभ भनेको अपोनेन्ट्सहरूलाई प्रेसर दिएर उनीहरूबाट क्विक डिसिजन गराउन लगाउनु। अब प्रेसर दुई तरिकाले दिन सकिन्छ। एउटा टाइमबाट दिन सकिन्छ र अर्को स्पेस कम गरिदिएर दिन सकिन्छ। हाई प्रेस, मिड प्रेस, लो ब्लकमा गरिने प्रेसेसहरू यिनीहरू चाहिँ प्रेसिङको इक्जाम्पल्सहरू हो। काउन्टर प्रेसिङमा कुनै सेप हुँदैन, कुनै अर्गनाइजेसन हुँदैन, यो एउटा रियाक्सन जसरी एउटा टिमले इनिसिएट गर्ने गर्छ। अब काउन्टर प्रेसिङको मेन अब्जेक्टिभ भनेको आफूले बल लुज गरिसकेपछि मिनिमम 6 देखि 7 सेकेन्ड्स भित्र नै बल रिट्रिभ गर्ने और बल लुज गरिसकेपछि आफ्नो टिमले काउन्टर ट्रान्जिसन सिचुएसन आउन सक्ने हुँदा त्यसलाई रोक्नलाई चाहिँ काउन्टर प्रेसिङ गर्ने गरिन्छ। तपाईहरुलाई खतरा प्रेसिङ गर्ने र खतरा काउन्टर प्रेसिङ गर्ने टिमहरुको नाम थाहा छ? तल कमेन्ट गर्नु।